हदा वेदः व्यक्तः व्यक्त न सङ्कल्प पृथिवीनम् आकाश धरती पृथ्वी सबै राखेर अन्त महानिति न ब्रह्मण्डल वश्य गोत्रको देउली यता मधुगल गोत्रका वरलाई विष्णु स्वरूप ज्वाइँलाई उहाँले सङ्कल्प गरेर वाग्दत्ता दिँदैछ। आजदेखि उता वश्य गोत्रबाट चाहिँ यता मधुगल गोत्रमा उहाँको आउँदैछ। ल ल अब ज्वाइँहरू छन्, पानी हालिदिने ज्वाइँ दिदीको हातमा त्यो भएको पानी त्यो व्यायाम सम्प्रदाय। अब ओम ताक्षत विष्णु 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 हत्या अमुक गोत्र स्याह ओम हदा वेदः व्यक्तः व्यक्त न सङ्कल्प पृथिवीनम् आकाश धरती पृथ्वी सबै राखेर अन्त महानिति न ब्रह्ममण्डलेनम् धारं नानार शक्तिनं त श्रीमदाहादिनं राष्ट्रनः ओम कुर्मः प्रायणं त सर्वकर्मणं शङ्खः संप्रस्थानमेतिनं त भूलोक स्वर्ग लोकः मृत्युलोक तपलोक ब्रह्मस्य गौरी गौरीर्मे गौरीरहनं सागरस्यनं यावतः यान्नयः वनः मेरुः प्रजहलितं दिनं कर्मणं प्रतिज्ञा सङ्कल्प गरेर हामीले दिँदैछौँ। यसरी कन्यादान गर्दैछौँ भनेर शुभम तिथौ अमुकः तिथौ न अष्टमी तिथौ अमुक बासरे रवि बासरका दिन स्याह 2081 साल संवत्सरका दिन स्याह कर्ता सहितं कन्यादानः दीप कलशः गणपतिः देवता पूजा कर्म सहितः कन्यादान महादान भूमिदान गरेको सम्मान सम्झिनु। भूमिदानः दुर्लभनं न उपहम्नयो वर्धते नन्द नित्याः कन्यादान महादान फलः अथर्न श्यामस्यः वधुः वरथर्न च देवस्य महासङ्कल्पः यमान्त कन्यां कन्या हिरण्यां वस्त्रसहितनं ब्रह्म समस्तनः मधु सङ्कल्पः अथ महासङ्कल्प विष्णु 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 विष्णवे नमः। ओम विष्णु विष्णु नमो यसो टक्कै त्यही टिका उता त्यही हातको ज्वाइँलाई अब दिएको हो 1 दिए 2 दिए 3 दिए फेरि अब फेरि ज्वाइँलाई लगाइदियो। अब दिएको अब सकेको कन्यादान बहुदान सहित फेरि यता दिएको सिलक पनि कसैले पनि भनेन है भाइ सिलक पनि कसैले पनि भन्दैन। अब यसो दाजुना दिदीको वत्स्य गोत्र बृहदाल शाखाका कन्या चेली हामीले यसरी लक्ष्मी स्वरूप यता मधुगल गोत्रका वरलाई हामीले सुम्पिँदैछौँ। मधुगल गोत्रका वरस्य जो कन्यादान कर्मणम् अमुक पक्ष शुक्ल पक्ष अमुक तिथौ अष्टमी तिथौ अमुक नक्षत्र अमुक योग कर्ण मुहूर्त सहितं श्री सूर्य उत्तरायण सूर्य चन्द्रमा सहितं